हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। ब्याक साइड हेर्नुहोस् भ्यू बबाल छैन त ल हेर्नु त यो ओहो पुरै 360 भ्यू। यो चाहिँ हामी अहिले फेवातालको नजिक छौँ। यो मर्निङ टाइममा टक्क हिमालमा त्यो घाम परेर होला सायद यस्तो टल्केको छ। मर्निङ टाइमको भ्यू हो। म पहिलोचोटि पोखरा आउँदा त यस्तो भ्यू देख्न पाएन मैले। यो चाहिँ सेकेन्ड टाइम हो। यति बेला आउँदा चाहिँ एकदमै बवाल भ्यू देख्न पाइयो। पुरै 360 हो। चुनावकै माहौलमा आएको थिएँ म ठ्याक्कै। त्यति बेला त एमाले हार्नु, सूर्य नलाग्नु त्यस्तै भएको थियो कि। भ्यू पनि केही देखिरहेको छैन। बेकार आए जस्तो लागिरहेको थियो। यो टाइममा चाहिँ एकदमै भ्यू खुलेको छ, एकदमै बवाल। जताततै हेर्नलाई घुम्नलाई त वाउ। त्यो पारिको हिमाल हो, यति नजिकबाट त्यो हिमाल बवाल। ल घुम्न मन छ भने चाहिँ एकचोटि अवश्य पोखरा चाहिँ आउनुहोस् है। वाट भ्यू। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, लमजुङ, हिमाल हो टल्केको हेर्नुहोस् त। बवाल भ्यू आइरहेछ बवाल। जति आँखाले देख्न सकिन्छ त्यति क्यामेरामा त आउँदैन। बवाल छ है बवाल। पोखरामा सेकेन्ड टाइम आएको। अनि पहिला आउँदा चाहिँ यहाँको भ्यू केही पनि खुलेको थिएन क्या, केही पनि। पुरै जताततै अँध्यारो। अहिले यो साइडमा यो हिमाल देख्न सक्नुहुन्छ। एकदमै त्यो चाहिँ सारङकोट है त्यहाँनिर। सारङकोटको डाँडैमा आऊ बसाडैमा। त्यो टपवाला चाहिँ माछापुच्छ्रे है। ल बब्बाल भ्यू छ बब्बाल। घुम्न आउनुहोस् पोखरातिर। के छ दाइ? कृष्ण तिमी नआइकन पोखरा हिमालै नफुलेको हेर त यार। अहिले त हिमाल कस्तो भयो है? चट्ट दाजुभाइ हेर त। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी छ हेर त। आमामामा हिउँ परेर यार। त्यो हिउँ परेको होइन कि लच्छिन हालेको क्या, लच्छिन हालेको। योभन्दा अगाडि त म त्यो चुनावको टाइममा आएको थिएँ, खासै खुले थिएन क्या त्यो। तिमी नआइकन हिमाल नखुल्ने रहेछ कि। तिमीलाई वेलकम गर्नलाई हेर त। एकदम बवाल छ भ्यू एकदम। अनि सारङकोट जाने भनेको त्यो त अवसरै नजुर्ला जस्तो भयो त। अनि यस्तो गर्दा हुन्न? 26 गते बिहान जाँदा हुन्न? अरे 27 गते बिहान। 27 गते बिहान के छ तपाईँको टाइम मिल्छ? नै म त नाइटमा जान्छु कि। अनि मर्निङमा चाहिँ यो सारङकोट जाने भनेको। ल बिचमा मिलाउँला क्या बिचमा। यतिको चाहिँ हुनु पर्यो है माहौल पोखरामा। यहाँ त पुरै 360 छ है भ्यू जताततै। 360 कृष्ण ल हेर त। यो डोमेस्टिक एयरपोर्ट हो। जहाज हेर त। यो जोमसोम जाने जहाज यहाँ फ्लाइट गर्छ। हेलिकप्टर, अल हेलिकप्टर फ्लाइट्स, अल अल्ट्रालाइट फ्लाइट एन्ड डोमेस्टिक सेक्टर फ्लाइट operated from here, you know. Yeah. अब यो चाहिँ पोखराको डोमेस्टिक एयरपोर्ट हो। यो इन्टरनेसनल र डोमेस्टिक। पोखरा has two airports. This one is domestic one. Domestic र Yeah, like 5 kilometers away to the south east there is another airport. That's an international. हामी पहिला पढेको कलेज जनप्रिय कलेज यही हो। 100 मिटर भित्रपट्टि छ जनप्रिय कलेज है। बिल्डिङ हो, त्यही सेतो बिल्डिङ हो जनप्रिय कलेज। त्यो क्रिम कलर नि बाटो हो हाम्रो दाइहरुको लभ जर्नी स्टार्ट भएको। पन्तका बुढाबुढीको लभ यहीँबाट परेको।
पछि यसो भिडियो हेऱ्यो भने हाम्रो कुरा गरेर रहेछन् भन्नुहुन्छ होला है ठिकै छ नि। ठिकै छ तर हिमाल चाहिँ बबालै छ कि बारी फेरि छ वाउ यो एरियाको यो नाम चाहिँ कुन यो ठाउँको चाहिँ नागढुङ्गा नागढुङ्गा। अब पन्त जैसाको घर पनि छ नि यहाँ एउटा। अब यो हिजो देखाउँदै हुनुहुन्छ यो उकालो सकेर अब अलिकति राइट गएर चाहिँ राइटपट्टि उहाँहरूको चाहिँ घर पनि छ यहाँ। लगाएर हिमाल ठ्याक्कै अन्नपूर्ण ट्री कस्तो आएर त माछा पुछ्रे माछा पुत्रे हो माछा यो एकदम पोइन्टी छ नि सार्प छ नि त्यो माछा पुछ्रे त्यसको राइटपट्टिको अन्नपूर्ण ट्री हो त्यो हात्ती जस्तो देखिन्छ हेर हात्तीको टाउको हात्तीको पिठीको हामी चाहिँ जस्तो हाइटेडवाला चाहिँ माछा पुत्रे छ अनि त्यही साइडको चाहिँ यसको राइटपट्टिको चाहिँ अन्नपूर्ण ट्री हो हेर कृष्ण यताको यिनीहरू अब यो लमजुङ हिमाल हो यतापट्टिको यो अन्नपूर्णकै पार्ट हो यसलाई क्यामल ब्याग पनि भन्छ माथि हेर नि त्यो तिम्रो उँटको ढाड जस्तो छ नि त उँटको यस्तो पिठ्यौँ जस्तो छ अनि हामी त्यसलाई क्यामल ब्याग पनि भन्छौँ तर त्यो चाहिँ लमजुङ हिमाल हो लमजुङ अन्नपूर्ण अब लमजुङ हिमालको फेरि लेफ्टमा देखियो त्यो चाहिँ यस्तो घरको धुरी जस्तो कस्तो छ नि त्यो चाहिँ अन्नपूर्ण सेकेन्ड हो अनि त्यसको फेरि लेफ्टमा अलिकति यो पोइन्टी टाइपको छ त्यो चाहिँ अन्नपूर्ण फोर्थ म पनि हिरै देखिँदैन ए तपाईँ त अति ह्यान्डसम हुनुहुन्छ नि बुढेसकालमा त यस्तो हुनुहुन्छ झन् यङ त्यो टाइममा त मरत हुनुहुन्थ्यो पछि लागेर होइन यार तपाईँलाई त कोसँग कुरा गरेर हो थामी नसक्नु थियो होला कमाउनपट्टि लाग्यो है पढ्नपट्टि कमाउनपट्टि काम गर्नपट्टि लाग्यो ध्यानै गरेन त्यता क्या थिए होला नि थियो नि त तर बाल दिएन ए रिग्रेट उनीहरूलाई त रिग्रेट हुन्छ होला अहिले तपाईँको त्यसलाई पर्पज हानिहाल्नु पर्ने रहेछ मनमै सजाएर राखे वाला भइरह होला खै यार अर्का मनको कुरो के बुझिन्छ है यही होइन पृथ्वी चोक यही हो त्यो लखन चोक बनाएछन् है हामीलाई पृथ्वी चोकै राम्रो लाग्छ कि फेरि भन्नलाई त्यो शालिग चाहिँ लखन थापाको लखन थापाको ल यो दाजुभाइको कुरा जान्छ है त अपलोड हुन्छ तर अलि ढिला आउँछ कडा आउँछ भने जस्तो पोखरा एयरपोर्टदेखि पारीको त्यो पारी देखिरहेको हिमाल अघिको त्यो हिउँ भागले यस्तो भइसक्यो अहिले म चाहिँ अझ माथि टपमा जाँदैछु त्यहाँ माथि डाँडादेखि कस्तो भ्यू देखिन्छ है हामी चटपट चोकतिर जाँदै माथि चटपट चोक फेमस ठाउँ त्यहाँ जाँदैछौँ कस्तो भ्यू देखिन्छ म त्यहाँदेखिको भ्यू पनि देख यो चाहिँ पोखराको ओभरअल भ्यू है अझ केही त देखिरहेको छैन यतातिर अघि मर्निङ टाइममा मैले देखाएको त्यो भ्यू अहिले चाहिँ यो घामले यस्तो पुरै बादलमा कन्भर्ट भइसक्यो हिउँ पग्लिएर पुरै देख्न सक्नुहुन्छ पोखरातिरको यो सेकेन्ड टाइम मेरो भिजिट यस्तै छ योभन्दा अघिल्लो पालि आउँदा चाहिँ त्यस्तो खासै भ्यू चाहिँ मैले देख्न पाएन अब यो टाइम चाहिँ एकदम खुल्या रहेछ मौसम जस राम्रो छ तपाईँ पनि एकचोटि पोखरा भिजिट गर्न सक्नुहुन्छ एकदमै बवाल छ है वाउ
नेचुरल ब्युटी भरिपूर्ण छ। ल, म चाहिँ अहिले त्यहाँदेखि यहाँ माथिसम्म पुगिसकेँ। पारी त्यो मर्निङ टाइममा त यो माछा पुच्छ्रे, अन्नपूर्ण, लमजुङ एकदमै भ्यू त बवाल देखिन्छ हिमालको, एकदमै बवाल छ। सो हामी अब एउटा सानो प्रोग्राम छ हाम्रो 26 गते, त्यो भ्याएर अनि निस्किने भनेको। सो के कस्तो छ भ्यू तपाईँहरूले ओभरअल पोखरा सिटी। सो भाइ हामी एकछिन अझ माथि डाँडामा जाँदैछौँ, त्यहाँदेखि कस्तो भ्यू देखिन्छ। लेट्स गो। पोखरा चाहिँ घुम्नलाई एकदमै कम्पेयर गर्ने हो काठमाडौँसँग भने त फार बेटर छ है। एकचोटि पोखरा घुम्नै पर्ने छ क्या। पुरै 360 भ्यू छ, जता हेऱ्यो नि एकदमै बब्बाल छ, वाउवाला छ। अब हामी एउटा सानो प्रोग्राम छ हाम्रो, त्यो कार्यक्रम सकियो भने अनि म ब्याक टु सुदूरपश्चिम हुन्छु। कास्की पोखरादेखि कैलाली पोखरातिरको हुन्छ मेरो यात्रा। अहिले चाहिँ हामी कास्की पोखरामा छौँ। हाम्रो 26 गते एउटा सानो प्रोग्राम छ, त्यो भ्याएर म चाहिँ 27 गते मर्निङमा हिँड्छु होला कैलाली पोखरातिर। ल हेर्नुहोस् त गाइज यो भ्यू। Okay guys, we will meet again soon in another videos. Bye bye.